गाइज यही हो पैसा, महिनाको सेलेरी भनेको यही हो। तपाईँले ढाट्यो भनेर भन्नु होला होइन। यसैमा अल्झिएका छन् मेरा सपनाहरू। यो 25,000 को लागि 25,000 पनि छैन, 22,000 कति होला यसमा। कामलाई घाम नबनेर काम गरेको जम्मा यो 20-22,000 छ। यसले के हुन्छ, के गर्न सकिन्छ यो पैसाले हामीलाई? यसले के गर्ने, ऋण तिर्ने कि आफूले खाने कि घर के हुन्छ, पठाएर के हुन्छ? पठाउनु परेन, अब पठाउनु पऱ्यो, बरु आफू खाएर नखाएर भए पनि जसरी भए नि पठाउनु पऱ्यो होइन। सबभन्दा अब घरको समस्या हेर्नु पऱ्यो। आफू त अब भोकै नाङ्गै भए पनि अब काम गरिन्छ, खाइन्छ होइन। तर घर पठाउनु पर्छ यो पैसा होइन। अब कति ऋण काटेर आएको, 3 लाख रुपियाँ ऋण काटेर आएको हो। अब त्यो पठाउनु पर्छ घरतिर। ब्याज तिर्ने हुन्छ। ब्याज तिर्ने कि खाने कि आफूले खाने कि मैले खाने कि घर आमा बुवाले खाने कि गाह्रो छ। के गरी गर्ने होला यो पैसाले? यो पैसाको लागि गाली खानु छ, यो पैसाको लागि घाम खानु छ, यो पैसाको लागि यो पैसा यस्तै रहेछ साथी, यस्तै रहेछ साथी। खारी मुलुकमा त पैसै हुँदो रहेछ। 3 लाख तिरेर आएकोमा हामी यस्तो उसमा गाह्रो छ। सक्नुहुन्छ भने त्यतैतिर कमाउनुहोस्, त्यतैतिर उ गराउनुहोस्। आफ्नो स्वदेशमा जस्तो जेसुकै भए पनि यही 20,000 25,000 लागि यति टाढा आएर हामीले काम गर्नु परेको छ। म त के भन्छु भने तपाईँहरू अब नआउनुहोस् बरु 20,000 भए पनि आफ्नै गाउँघरतिर ढ्यारी मजदुर गरेर खानुहोस्, त्यसमा घर फ्यामिलीसँग खुसी हुनुहोस्। त्यो नै राम्रो कुरा हो। अब हामी त के पहिलोचोटि आएको, हामीले खासै थाहा पाएनौँ के हो कस्तो हो भन्ने कुरा। आएर सबै कुरा भोगियो। हामी त विदेशतिर धेरै पैसा हुन्छ, उतै जानुपर्छ भन्ने कुरा हुन्थ्यो। के गर्ने, कमाउनु त मैले अब नेपालमै बसेर 50,000 कमाउँथेँ। यहाँ 120 भनेर पठाएको, अब त्यही 40,000 भए पनि चोखो बच्छ भनेर म त आएको यहाँ। अब उहाँ त अब 50,000 भयो भने पैसा देखिन्न, बच्दा गर्न सकिन्न भन्ने हिसाबले यहाँ आएको। तर यहाँ त 20,000 काम गर्नु पर्दाको पीडा भन्ने केवल मलाई मात्र थाहा होला के। यो पीडा भन्ने गरेको मान्छेलाई मात्र थाहा होला। त्यही भएर गाइज जस्तो जेसुकै भए पनि आफ्नै गाउँतिर गर्नुहोस्, ढ्यारी मजदुर काम गर्नुहोस्, तर आफ्नै स्वदेशमा रमाउनुहोस्। तपाईँहरू मेरो भन्नु त्यति मात्रै हो। मैले भोगेको पीडा हो यो।